स्यान्डी एकदम उत्कृष्ट प्रदर्शन, एकदम नर्भी विन भनौँ होइन, लास्ट ओभर 10 रन्स डिफेन्ड गर्नु थियो। आज जुन किसिमको प्रदर्शन भइरहेको थियो, कतिको कन्फिडेन्ट हुन्थ्यो, किनकि त्यो टिम डिस्कसनमा पनि तपाईँ एकदम कन्फिडेन्ट नै देखिनु भएको थियो। यस्तो हुन्छ अब बिङ वान अफ द लिडर्स अफ दिस टिम आई गेस इट्स माई रेस्पोन्सिबिलिटी कि म कसरी आफूलाई चाहिँ टिमको लागि स्टेप अप गर्न सक्छु हरेक मुमेन्टमा। र यहाँको जति पनि गेमहरू भएको छ यदि तपाईँले नजिकबाट निहाल्नुहुन्छ भने 10-12 ओभर पछि चाहिँ अझै डिफिकल्ट हुँदै जान्छ। र साथै अब जुन तरिकाले हामीले पनि ब्याटिङमा थोरै स्ट्रगल गरिरहेको थियो ब्याक एन्डमा, त्यसरी नै अब हरेक टिमलाई नै स्ट्रगल हुनेछ। र 10 ओभरमा 60-65 रन बनाउनु भनेको एकदम गाह्रो अवस्था नै पुग्छ कुनै पनि टिमको लागि। प्लस पोइन्ट कतारसँग के थियो कि उहाँहरूको हातमा चाहिँ विकेटहरू टन्नै विकेट नै थियो, तर आई गेस अब त्यो एक विकेटको हामी खोजीमा थियौँ। त्यो विकेट आउने बित्तिकै आई डोन्ट थिङ्क कि मैले यति धेरै केही गरेको पनि छु, तर जुन तरिकाले टिम एकजुट भएर त्यो मुमेन्टमा बसेर त्यो प्रेजेन्टमा बसेर सबैले आफैलाई नै जसरी प्रुभ गर्न खोजिरहेको थियो, चाहे त्यो कुनै फिल्डरले होस् चाहे कसरी पनि होस्। एन्ड आई गेस सबैजनाले हामीले त आफ्नो काम गर्ने आएर बोलिङ फाल्ने, तर त्यहाँ चाहिँ पुरै ग्राउन्डभित्र जुन बाँकी 10 जना अझै हुन्छ म बाहेक, उहाँहरूको पनि त्यति नै महत्त्वपूर्ण जिम्मेवारी हुन्छ र उहाँहरूले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गर्नुभएको छ। र साथै आई गेस यो अब एउटा टिमको बिलिफ छ सबैमा एकअर्कामा, र त्यसमाथि एकदम इम्पोर्टेन्ट बेलामा जुन चाहिँ अब वर्ल्ड कपको एकदम स्पोर्टको लागि हामी लडिरहेको छौँ यहाँ चाहिँ, र त्यही नै हो। जो युएईसँग हेर्छौँ भने त्यहाँ पनि तपाईँको एकदम क्रुसियल एउटा ओभर थियो होइन, रन आउट भयो, त्यसपछि तपाईँको विकेट पनि आयो। त्यो ब्रेक थ्रु दिलाउने तपाईँलाई अब हामी लामो समयदेखि हेर्छौँ भने चाहिँ त्यो ब्रेक थ्रु दिलाउने प्लेयरको रूपमा देख्छौँ। र आज त अझै इम्पोर्टेन्ट मोमेन्ट थियो होइन, त्यो प्रेसरलाई क्यारी गर्न चाहिँ कतिको गाह्रो हुन्छ अब एक्सपेक्टेसन धेरै हुँदा चाहिँ? छैन अब यो सिचुएसनमा एकदमै धेरैचोटि हामी गइसकेका छौँ अब अन्डर 19 डेजदेखि नै। अब बिकज इफ यु वान्ट टु डु समथिङ फर यर टिम फर यर कन्ट्री आई गेस यु अलवेज निड टु बी देयर, प्रेजेन्ट भएर मजाले आफूले आफूसँग भएको स्किल्सहरूलाई ब्याक गरेर कन्फिडेन्ट भएर। र सिचुएसनको डिमान्ड के छ, अब कहिले काहीँ विकेट निकाल्नु छ भने आई हेभ अलरेडी सेड द्याट सो मेनी टाइम्स कि तपाईँले रिस्क लिनै पर्छ केही न केही, र तपाईँलाई टिमले ब्याक गर्छ भने यु अलवेज गोना बी देयर टु टेक द्याट रिस्क, त्यो अपर्च्युनिटीहरू ग्र्याब गर्ने। र साथै अब 1-2 विकेट अब अघि नै भने जसरी 1-2 विकेट निस्केपछि चाहिँ हामी सबैजना यस्तो मुमेन्टमा बसिरहेको थियौँ कि जबसम्म लास्ट बल हामी फाल्दैनौँ त्यति बेलासम्म चाहिँ यो मुमेन्टहरू जाँदैन। र आई गेस सबै कुराहरूमा सबभन्दा इम्पोर्टेन्ट भनेको लास्ट रन और लास्ट विकेट और लास्ट मुमेन्ट हुन्छ गेमको, जुन चाहिँ आई गेस आसिफको त्यो ग्र्याब चाहिँ एकदम राम्रो थियो। म चाहिँ धेरै क्रेडिट चाहिँ आसिफलाई दिन्छु, त्यो मुमेन्टमा बसेर उसले चाहिँ कसरी त्यो सबै कुराहरूलाई चाहिँ निहालेर आफूलाई काम राखेर त्यो बल ग्र्याब गरेर विकेट निकालेको छ, त्यो स्टम्प गरेको छ। रोहितको इनिङ यो बेलामा किनभने टफ विकेट थियो, उसले चाहिँ एक एन्डबाट होल्ड गरेर, र साथमा अरू प्लेयरहरू पनि गुडसनले आएर लास्टमा जुन रनहरू गरेको छ। आई गेस सबैजनाको अब देखिन्छ कि 1-2 रन 2-4 रन अथवा 10-12 रन मात्रै देखिन्छ, तर यो मुमेन्टमा आएर यहाँ बिचमा आएर चाहिँ त्यो 10-12 रन हान्नु पनि देशको लागि हानिरहेछ भने, देशको लागि विकेट लिइरहेछ भने एकदम त्यसको लागि ठुलो मुटु चाहिन्छ, र सबै प्लेयरहरू चाहिँ त्यो बोकेर आउनु भएको छ। हाम्रो बलरहरूको विकेट लिने एबिलिटी छ, सँगसँगै यसपटक चाहिँ भनौँ सबै खेलमा चाहिँ रनआउटबाट पनि त्यो मोमेन्टम हामीले लिएको छैन। त्यो रनआउटबाट गर्दा चाहिँ त्यो उत्साह ऊर्जा, अब हिजो तपाईँको बलिङमा जुन हिसाबले दिपेन्द्रको रनआउट भयो त्यो ऊर्जाले चाहिँ थप मोटिभेसन हुन्छ आफ्नो बलिङमा। म त अब त्यो दिन टाढा देख्दिनँ जहाँ चाहिँ दिपीले रनआउट गर्यो भने हामी सेलिब्रेट पनि गर्नु पर्दैन, त्यो चाहिँ एकदम कमन कुरा भइसकेको छ हामी सबैको लागि। हामी चाहिँ त्यो अन्डर 19 डेजदेखि नै देख्दै आइरहेको छौँ, तर इट्स feels so good कि how he keeps that energy on the field, त्यो environment कसरी बनिरहेको हुन्छ। सो त्यो हेर्दा चाहिँ एकदम खुसी पनि लाग्छ। एन्ड उसले चाहिँ त्यो एक्जाम्पल पनि सेट गरिरहेको छ सबैजनाको लागि। अनि हामी त दुईजना अब पहिलेदेखि नै खेलिरहेको सँगै साथी जस्तै नै छौँ। सो आई गेस एकअर्काको सक्सेस हेर्दा चाहिँ हामी एकदम खुसी नै हुन्छौँ। र हामी दुईजना बलिङ गर्ने बेलामा पनि फिल्डिङको बेलामा पनि हामी कुरा गरिरहेको थियौँ कि आज चाहिँ हामी दुईजना मध्ये चाहिँ लास्ट ओभरमा कसै न कसैले चाहिँ फाल्नै पर्छ, आज पनि राख्नुपर्छ। र आई गेस इट वाज मच नेडेड फर अल अफ अस। आजको यो विन प्लस त्यसले एउटा अझै हाम्रो लागि अझै थप ऊर्जा बढाएको छ। त्यो लास्ट बल अगाडि चाहिँ एउटा डिस्कसन पनि भएको थियो, तर तपाईँले चाहिँ एकदम कन्फिडेन्टली चाहिँ अब क्याप्टेन र भाइस क्याप्टेनसँग डिस्कसन, लिडरसिप ग्रुपको जुन डिस्कसन छ त्यहाँनिर चाहिँ एकदम कन्फिडेन्ट देख्नु भएको थियो। 10 रन रोक्नलाई चाहिँ भनौँ न तपाईँले कन्फिडेन्ट, T20मा त जहाँ पनि जान सक्छ नि गेम, कसरी अप्रोच गर्नुभयो त्यो चाहिँ? होइन अब म चाहिँ अब मैले कसरी हेर्छु भने मैले चाहिँ त्यो ओभरमा 6 रन दिने मैले पुग्छ, किनभने अब मैले रन खाने अथवा रन कहाँ खाने अथवा रन कहाँ दिने चाहिँ त्यो चाहिँ आइडिया चाहिँ छ अलिअलि। कहिलेकाहीँ रङ हुनसक्छ त्यो कुराहरूमा, जुन चाहिँ टिमले